सो के छ केटा तिम्रो खबर स्मित रिस चाहिँ ब्याक अगेन यति नै भिडियो र मैले भिडियो नहालेको चाहिँ अति नै बढी टाइम भइसकेको थियो। अनि आजबाट चाहिँ हामी एउटा नयाँ गेम प्ले सिरिज स्टार्ट गर्दैछौँ। अनि त्यो गेम प्ले सिरिजको आज चाहिँ फर्स्ट भिडियो आउँदैछ र यो गेम तिमीहरूले सबैले देखेकै होला खेलेकै होला र कहीँ न कहीँ भिडियो चाहिँ कमसेकम हेरेकै होला होइन त। धेरै गफ नगरिकन मेरो भिडियोमा तिमीहरू फर्स्ट नै होला। सो गएर च्यानललाई सब्सक्राइब हानिदिइहाल, भिडियो लाइक हानिदिइहाल, किनकि बबल वाल कन्टेन्टहरू ढुक्काउनेछन्। अब सो गेम चाहिँ स्टार्ट गरिदिइहालौँ है अब चाहिँ। अनि हाम्रो वर्ल्डको नाम राखिदिउँ जस्ट सिम्पली LMC.WORLD यति भए पुग्छ होला होइन। अनि अरू चाहिँ केही चेन्ज गरेर राख्नु पर्दैन। हामी चाहिँ क्रिएट वर्ल्ड स्टार्ट गरिदिइहालौँ। अब बायोमा चाहिँ हामीहरू थरेको छौँ। आई डोन्ट थिङ्क सो यसको नाम सवाना हो, तर मैले सवाना राखिदिएँ होइन। अनि ल के हो आजकल चिकनको त अनि कलर पनि चेन्ज भएको छ त यार, ठिक छ नै भनौँ होइन। अनि माइनक्राफ्ट आउने बित्तिकै सबभन्दा अगाडि हामीले गर्नुपर्ने काम भनेको के हो, वुड तोड्नुपर्छ। सो अलिकति म वुड चाहिँ लिइहाल्छु पहिला होइन। अनि त्यसपछि चाहिँ तिमीहरूसँग फेरि भेट्छ है त। मैले चाहिँ भर्खरै 13वटा चाहिँ वुडको पिसेसहरू लिइसकेको छु होइन। यसलाई चाहिँ अब सुरुमा प्ल्याङ्कमा कन्भर्ट गरौँ। अनि आई थिङ्क म धेरै चाहिँ बनाउँदिनँ। अनि पहिला यो काम गर्नुभन्दा अगाडि चाहिँ म भनिदिइहाल्छु, आज चाहिँ हाम्रो भिडियोको मेन मोटिभ भनेको हामीलाई फुल्ली आइरनको आर्मरमा कभर हुन्छ। आइरनको सबै टुल बनाउनु छ, जस्तै यो एक्स, पिकेक्स, सर्ड अनि फुल आर्मर। अनि हामीलाई हो पनि बनाउनु छ क्या, किनकि हो पनि त हाम्रो टुल्सहरूमध्ये एउटा हो नि त। त्यही भएर हो पनि बनाउँछु मैले। अब एउटा क्राफ्टिङ टेबल चाहिँ दिइहालौँ, त्यो कुराहरू पछि गरौँ न होइन। त्यसको लागि त्यो स्टिक पनि 8वटा भए इनफ हुन्छ होला, टक्क दिइहालौँ नि त अहिले। पिकेक्स चाहिँ बनाइहालौँ, स्टोन लिइहाल्छु म, किनकि पिकेक्स फालिहाल्नुपर्छ कि यो वुडको पिकेक्स कामै छैन नि त, त्यही भएर। अनि 14वटा स्टोनले चाहिँ अब हामी पिकेक्स पनि बनाउनु पुग्छ होइन। म चाहिँ अनि यसको सर्ट चाहिँ बनाउँदैन, किनकि यसको सर्ट बनाउनु नबनाउनु कामै हो यो नि त। एक्स भएपछि यो पनि तोड्न काम लागिहाल्छ हामीलाई। के हो यहाँ छोरा काम लाग्ने चिज होइन। पहिला बाहिर निस्केँ, म यहाँबाट कताबाट निस्किने हो, कहाँबाट निस्केको थिएँ म अघि। अब चाहिँ मैले सुरुमा चाहिँ एउटा खोज्नुपर्छ क्या, केप होइन। अनि केप खोज्नुभन्दा अगाडि अलिअलि फुडहरू आफूलाई चाहिने त्यो चाहिँ जम्मा गरिहाल्नु पऱ्यो। मैले माइनक्राफ्ट खेल्थेँ हो पहिला, नखेल्ने होइन, तर 1.5-2 वर्ष भइसक्यो नि त। अनि मलाई केही पनि याद छैन क्या, त्यही भएर अलिकति। अनि त्यस्तो खेले पनि मैले पहिला खेल्थेँ क्या, यो बेड वार्सहरू खेल्थेँ होइन। अनि त्यही भएर हेर न, मैले लाइक यो जम्प सटहरू धेरै युज गर्छु नि त। के हो यो, के हो जम्प सटहरू युज हुन्थ्यो। अनि त्यो क्रिएटिभमा गयो, केटाहरूसँग रमाइलो गर्न खोज्यो, त्यस्तै गएर टाइम पास गर्थेँ क्या। सिरियस भएर चाहिँ कहिले खेल्ने क्या मैले। अब योपालि चाहिँ पुरै कम्प्लिट गर्नुपर्ने हुन्छ। एउटा अर्को सिपु त देखेँ जस्तो लाग्छ मैले, जाउँ न एकचोटि। जो त्यही बनाएको क्या त्यो चाहिँ मलाई ठ्याक्कै याद छैन, तर 8वटा र पोर्क छ अनि र बिफ र 11वटा चाहिँ र मटन कलेक्ट गरिसकेको छ। सबैले चाहिँ पकाएर खाएको त सजिलो हुन्थ्यो। अहिले हामीसँग कोल पनि छैन, त्यसको लागि छिरेरै गरौँ ल उता केपतिर होइन। पहिला एउटा बेड चाहिँ दिइहालौँ, बेड बनाइहालौँ। कहाँ गयो प्ल्याङ्क, यहीँ छ। तर प्ल्याङ्कले पनि त बनाउनु मिल्थ्यो हौ, तर एकचोटि अहिले चाहिँ पकाइ चाहिँ हेरौँ न एकचोटि, मिल्छ कि मिल्दैन। अलिअलि पनि खाना भइसकिन हुन्छ नि त, किनकि मेरो हङ्गर बार घटिसकेको छ ल्याम्मै। अनि हाम्रो खाना पनि यतातिर मटन पाकिसक्यो होइन। अनि त्यति बेलासम्म मैले 34वटा वुड पनि काटेर भएँ, किनकि पछि काम लाग्न सक्छ नि त, त्यही भएर हो। अब हाम्रो यो पनि लिइहालौँ। अनि मैले चाहिँ प्ल्याङ्क युज गरेको वाइल्ड बडी टाइम लाग्दो रहेछ यार, लास्टै ढिलो हुने यार प्ल्याङ्कले चाहिँ। यसो अब एकचोटि गएर मेन चाहिँ हाम्रो मोटिभ आइरनमा कभर हुन्छ नि त यो भिडियोमा, किनकि यो भिडियोमा हामीले आइरनमा कभर भयौँ भनेपछि नेक्स्ट भिडियोमा डायमन्ड भित्र हालिन्छ नि त। अनि सजिलो पनि हुन्छ हामीलाई पछि यो गेम कम्प्लिट गर्नलाई। अनि गेम मतलब मलाई सिधै त्यो गएर ड्रागनलाई मारेर कम्प्लिट गर्नु छैन क्या, फुल्ली इन्जोय गरेर गर्नु छ। अनि त्यसैको लागि राम्रोसँग खेलौँ भनेर हो। अब यो भिडियोमा चाहिँ मलाई जसरी पनि आइरनमा चाहिँ कभर हुनेछ, त्यसको लागि म चाहिँ अब केप खोज्छु है त। अनि हामी चाहिँ जन्मेको त्यहाँ हौँ, तर मैले यहाँनिर चाहिँ एउटा केप पनि भेटाएँ अनि अँध्यारो पनि भइरहेको छ। सो यो केपमा चाहिँ हामीहरू भोलि बिहान जाउँला। अहिले चाहिँ हामी रात बिताऊँ यहाँनिरै, टक्क बेड लगाएर रिस्पोन पोइन्ट पनि सेट गरिहालेँ। हेर न, यहीँ कोलै यस्तो यहीँ बाहिर कोल छ भनेपछि राम्रै होला नि भित्रपट्टि पनि भनेर यहाँ गरे हो ल। हाम्रो फर्स्ट नाइट हाम्रो माइनक्राफ्टमा। अनि स्विट ड्रिमको एडभान्समेन्ट पनि पाइसकेको छु मैले, त्यही हो। भर्खरै बिहान भएको छ र म आफ्नो रिस्पोन पोइन्ट चाहिँ यहीँ नै राख्छु, किनकि केही गरी मरिहाल्यो भनेपछि बाहिर जन्मिन्छ नि त। अनि अलिअलि सामान पनि हुन्छ, त्यही हो। अब अहिलेलाई चाहिँ जाम एकचोटि मुनि होइन।
कताबाट छिर्ने यहीँबाट छिर्छु पोल चाहिँ यहाँबाट चाहिँ अब एकचोटि ओइ 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 धन्ने मरेको ला थेट यस्तै डर लाग्छ क्या मलाई जबसम्म त्यही भएर मलाई ओइ आइरन छ त पहिला कुरा भ्याउँछ नि मलाई अगाडि गरौँला है त यो मलाई मुनि खसिहाल्छ भनेर चाहिँ मलाई फुल्ली आर्मर चाहिएको हो क्या अहिले चाहिँ कोल लिगौँ अनि त्यहाँ आइरन पनि छ आइरन पनि लिगौँ अनि त्यसपछि चाहिँ मुनि कन्टिन्यू गरौँला है त आइरन त भन्ने भनेको एउटै मात्र रहेछ फेरि छैन कतिवटा पाइयो यहाँबाट टोटल्ली 7वटा आइरन पाइयो यति भए पनि हाम्रो पिकेक्स बन्छ अनि सर्ट चाहिँ बन्छ दुइटा ल पिकेक्स सर्ट अनि दुइटा अरू हो पनि बन्छ नि होइन त्यही हो पिकेक्स एक्स र हो तिनटै चिज बन्छ नि हौ मुनि चाहिँ जान हुन्थ्यो तर जाउँ चाहिँ कसरी हौ मारिहाल्छ नि मलाई त्यहाँबाट झऱ्यो भने त आम्मै कति गहिरो हौ मरे अनि तिम्रो एउटा कुरा सोध्नु थियो यस्तै मैले अहिले यतापट्टि यो टर्च राखेको छु नि रोकाइ म देखाउँछु यस्तै यतापट्टि टर्च राखेको छु नि अर्को हातमा हो हातमा टर्च राख्दाखेरि युट्युबरहरूको त पुरै अनि त्यो बत्ती बल्न आउँछ त अनि देखिन्छ त तिनीहरू बलेको थेट कस्तो मरेको बत्ती बलेको देखिन्छ नि त तर मेरो त अनि फेरि देखिरहेको छैन किन हो तिमीहरू कहिले कहिले आउँछ भनेपछि यसो सिकाउ त ओए ओए मरे है ल ओए डायमन्ड 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 तर यससँग चाहिँ कसरी बस्नु म ओए मार्यो मारिगयो 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 मार्यो 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 आइरन खोज्न आइरहेछ मान्छेले डायमन्ड पायो हौ त्यही म त पहिला यो उता बनाइहाल्छु हो सिधै आइरनको के अरे त्यसलाई कस्तो बिर्स्यो हौ पिकेक्स पिकेक्स आइरनको पिकेक्स बनाउँछ अनि त्यसपछि डायमन्ड माइन हान्नुपर्छ हामीले पहिला एकछिन अब आइरन पाक्नु दियोस् त्यति बेलासम्म हाम्रो हेल्थ पनि फुल हुन्छ ल तिनवटा आइरन पनि पाक्यो अरू अहिले पाक्यो पकाएर राख्नु पर्दैन कोलको सत्यानाश मात्रै हो आइहालौँ कहाँ छ हाम्रो क्राफ्टिङ टेबल यसलाई यहाँ राखौँ न यार कस्तो हावादारी यार मलाई छिटो डायमन्ड खन्नु छ क्या ओ यहाँ पनि डायमन्ड छ त ल म्या कहाँ कराउँछ हौ छोड न हौ बाबु छोड आइरन यार हाम्रो फर्स्ट आइरन है केटाहरूलाई माइनक्राफ्टको अहिले यहाँ मुनि पनि देखाएको थियो आइरन मैले कस्तो आइरन आइरन भन्दाको डायमन्ड डायमन्ड हो डायमन्ड यो डायमन्ड पनि लिगौँ ओ टन्नै छ त हौ डायमन्ड त टन्नै त के भन्यो 3टा रहेछ 4वटा डायमन्ड भयो मेरो अरू पनि छ र कतै छैन होइन ओए क्रिपर डायमन्ड छ त्यहाँ त डायमन्ड त चुना लागिहाल्यो नि तर केही छैन अब एउटै भए पनि लिगौँ अनि अहिलेसम्म चाहिँ हामीले 6वटा आइरन र 6वटा डायमन्ड चाहिँ भेटिसकेको छौँ र एकछिन चाहिँ म मजाले माइनिङ गर्छु त्यो माइनिङ गरेको मात्र चाहिँ के देखाएर राख्नु होइन तिमीहरूलाई बोरिङ पनि हुन्छ अनि टोटलमा मैले चाहिँ 9वटा गोल्ड 6वटा डायमन्ड र 63वटा चाहिँ आइरन कलेक्ट गरेको छु अनि मैले छिर्न चाहिँ अघि कहाँबाट छिरेको थियो तिमीलाई देखेकै थियो होला तर यहाँबाट निस्केँ है सो यसलाई चाहिँ अब गएर कतै पिघलाउनु पर्ने हुन्छ भन्न मैले सामान चाहिँ त्यो ठाउँमा छोडिनँ क्या अनि हामीले पिकेक्स चाहिँ अब डायमन्ड के बनाउँछौँ होइन आइरनको लागि यसलाई सजाएर राख्छु मैले तर डायमन्ड भएपछि डायमन्डकै बनाउनु पऱ्यो नि त होइन अनि अरू डायमन्ड चाहिँ म यसमा यो सर्टहरूमा खर्च गर्दैन किनकि इन्चान्टिङ टेबल बनाउनु पर्छ नि त हामीले अनि कस्तो हावाहरू हो कस्तो अर्कै कलरको क्या पहिले पकाएर राखेको जस्तो खै वी फाउन्ड अ भिलेज र भर्खरै हामीले अर्को भिलेज पनि भेटायौँ बेड चाहिँ यहीँ बेला अब मैले बेड बनाइराख्नु पर्दैन मेरो वुल बच्यो होइन वुल पनि बच्यो प्ल्याङ्क पनि बच्यो क्या पहिला गएर रिस्पोन पोइन्ट चाहिँ हानिहाल्नु मेरो कोहीले छ्यास ल्याएर मारिदियो भने चाहिँ तनाव हुन्छ नि अरू आएर सुत्दिन्छ हो यहाँ त राख्दैन मैले होइन नि यहीँ राख्नु न रिस्पोन पोइन्ट यहाँ अनि यसलाई चाहिँ बन्द गरिदिउँ क्या बरु रोक त यहाँ बन्द गरिदिउँ अनि कोही पनि होइन त्यो बच्चाहरू जान पाउँछ यार तर सकेसम्म चाहिँ ओइ के हो त अनि ल यसबाट अड्डे यार एकचोटि मस्त अब भिलेजहरू लुट्नु पऱ्यो अनि त्यसपछि त्योभन्दा अगाडि चाहिँ म उ गर्नु पऱ्यो यार यहाँ यो ऊ छैन ब्ल्याक स्मिथ लुट पनि हुन्थ्यो नि त्यसको लुटभन्दा पनि फर्नेस हुन्थ्यो क्या अनि फर्नेस भएको भएर अब यो स्मेल्ट गर्नलाई सजिलो हुन्थ्यो नि त मसिन चाहिँ 7वटा मात्रै कभरस्टोन छ फेरि अब यिनीहरूको घर त के तोडिदिइराख्नु त भनेर कि ब्लास्ट फर्नेस रहेछ है त ल ब्लास्ट फर्नेसमा चाहिँ ब्लास्ट फर्नेसमा चाहिँ अलिक छिटै हुन्छ जस्तो लाग्छ मलाई यहाँ राखिदिउँ एउटा
एउटा चाहिँ निकालेर आधा आधा गर्नु पऱ्यो क्या यो स्टोन तोडौँ त ल ट्याक्क अब दुईवटा हुन्छ नि त अनि दुईवटामा आधा आधा भएपछि इनफ हुन्छ क्या अब चाहिँ हाम्रो आइरन मजाले कुक हुँदैछ होइन अनि अब आइरन कुक भएपछि चाहिँ हामीले फुल आर्मरको सेट हाल्नुपर्छ आइरनको योपालि चाहिँ अनि राति पनि भइसक्यो र मैले 63वटा आइरन पनि पकाइसकेँ होइन अब चाहिँ पहिला हाम्रो आर्मरहरू चाहिँ बनाइहालौँ किनकि मेन मलाई चाहिएको नै आर्मर अहिलेकोलाई यो पनि बनाऊँ एक्स पनि पऱ्यो अहिले यसलाई बाहिर फालौँ न अनि एउटा यो पनि यो सिल्ड पनि लिइराखौँ सो म चाहिँ भर्खरै उठेँ नि त अनि यहाँ चाहिँ मेरो नयाँ रिस्पोन पोइन्ट हो यसलाई चाहिँ यहीँ राखिदिउँ मैले काम नलाग्ने चिज अनि टक्क अब हाम्रो यसलाई एकचोटि मिलाइहालौँ यार सो यति नै हो हामीले आज त्यो चाहिँ बनायौँ त्यो चाहिँ खन्यौँ अब चाहिँ एकचोटि टक्क लगाइहालौँ यो चाहिँ 2टा 3टा 4वटा यस्तो सबै कम्प्लिट भयो अनि यो पनि लिइहालौँ हातमा र यतापट्टि चाहिँ टक्क हाम्रो यता पिकेक्स टक्क हाम्रो पिकेक्स डायमन्डको कस्तो छ लुक्स हेर केटा हो अनि यति नै हो आजको भिडियोको लागि चाहिँ सी यु गाइज नेक्स्ट भिडियो टिल देन गुड बाई अनि कोही हेरेर छ भने चाहिँ लाइक कमेन्ट गरिदिइहाल सब्सक्राइब गरिदिइहाल बाई बाई